हेलो गाइज, गुड मर्निङ एभ्रिवान। आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। म चाहिँ अहिले चाहिँ गाउँबाट हो, फ्रम दोलखा। मेरो घर चाहिँ दोलखा गौरीसँग न हो। अनि तपाईँहरूको कता कता पऱ्यो कमेन्ट गर्नु होला। अनि सन्चै हुनुहुन्छ भने पनि कमेन्ट गर्नु होला। यहाँबाट देखिने भनेको चाहिँ उता गोङ्गुर खोला सबै गोङ्गुर स्यालु ठाडी पनि थोरै थोरै देखिन्छ। त्यो चाहिँ म देखाउन गइरहेको छु तपाईँहरूलाई। हेरेर कस्तो लाग्छ कमेन्ट गर्नुहोस् है। हाम्रो गाउँबाट पारीको गाउँ हो, माथि चाहिँ गोङ्गुर, यता चाहिँ गोङ्गुर पर्छ। एन्ड देन यो गोङ्गुर खोला भइहाल्यो। यो चाहिँ गोङ्गुर खोला। पहिला यता चाइनिज क्याम्प थियो, अहिले सबै उठिसक्यो, काम सकेर अहिले यतातिर अप्पर तामाकोसी हाइड्रो पावरको अफिस यतै छ, यही हो मेन। त्यसपछि यो त गोङ्गुर खोलाको बजार भइहाल्यो। पहिला त अलिक धेरै थियो, अहिले ठिकै छ मान्छेको बसाइ। एन्ड देन यो चाहिँ स्यालु हो। यो चाहिँ स्कुल तलको दुईवटा चाहिँ, यो दुईवटा चाहिँ स्कुल। त्यसपछि त्यो सबै स्यालु गाउँ। त्यसपछि यो पञ्चे थोरै छ, पातलो बस्ती छ। त्यो मान्छे चाहिँ छ है, त्यहाँ पनि बस्छ। यहाँ पनि हाम्रै बसाइ छ। यसलाई चाहिँ हामी बिजुली डाँडा भन्छौँ, बिजुली डाँडा। अहिले चाहिँ कुहिरोले छोप्या छ, हिउँ पर्छ यहाँ। हिउँ पर्ने सिजनमा त यहाँ पनि थोरै थोरै हिउँ पर्छ तलतिरसम्म। एन्ड देन उताको चाहिँ यो चाहिँ ठाडी त सुन्नुभयो होला नि। हाम्रो गाउँको नाम चाहिँ फेरि टासीनाम है। हाम्रो गाउँको नाम चाहिँ टासीनाम। यो त ठाडी भइहाल्यो। लामबगर, बिगुएक लामबगर, सबै बिगुएक लामबगरै हो नि त। यहाँदेखि भयो मुम्पोसम्मै। उता पारी चाहिँ बिगुएक लामबगर पर्छ भनेदेखि हाम्रो यता चाहिँ गौरीशङ्कर 9 पर्छ। दोलखा जिल्लाभित्र अन्तर्गतै हो सबै हामी। अनि यता चाहिँ हेर्नु सक्नुहुन्छ, अघि नै देखाएँ। यो चाहिँ गोङ्गुर खोला भइहाल्यो, माथिबाट आउँछ यो माथिबाट। अनि हाम्रो तलको चाहिँ तामाकोसी, यही कोसीको माथिबाट चाहिँ हाम्रो हाइड्रो पावर बनाएको हो कि। कोसी अहिले ठिक्कको छ। अहिले त भोलि पर्सि त कम त ठुलो हुन्छ। आम्मामा, यो पुल चाहिँ भर्खरै बन्यो हाम्रो। पहिला चाहिँ हामी जगतबाट हिँड्थ्यौँ, अहिले यो पुल बनेर हामीलाई सजिलो भएको छ। यहाँ तल्लो टोललाई चाहिँ, तल्लो टोललाई त त्यही छ, अब रोड नै आएको छ आउनु त, गाडी आउँछ आउनु त, बोलेरोहरू। तर हामीलाई चाहिँ बसमा यहाँ टक्क झऱ्यो, टक्क हिँड्यो, आधी घन्टा वक गरेपछि ठ्याक्कै आइपुगिन्छ। यस्तो राम्रो भएको छ। यस्तै छ पहाड, यस्तै बाटो हिँड्नुपर्छ। अहिले यहाँबाट जानुपर्छ। यस्तो दामी छ बाटो त। चाहिँ अहिले यहाँ कामहरू भइरहेछ, त्यही भएर यो गाडी उतातिरको त्यहाँको घाम नि झलल झुकिरहेछ। रमाइलो छ गाउँघर।